Welcome back to this video. This is Ram Saran Yadav, and in today's video, I am going to share some important career guidance for C students. If you are confused about which subject to choose after C, science, management, education, humanities, or technical education, this video will help you make a confident and informed decision. C पास गरेपछि कुन विषय रोज्ने, सही निर्णय कसरी गर्ने, सी पास गरेपछि धेरै विद्यार्थीहरू साइन्स पढाउँ कि म्यानेजमेन्ट पढाउँ, एजुकेसन लिउँ कि ह्युमानिटिज लिउँ से अलमल्लमा पर्छन्। त याद राख्नुहोस्, सही विषय भनेको अरूले रोजेको होइन, तपाईको रुचि, क्षमता र भविष्यको लक्ष्यसँग मिल्ने विषय हो। यदि तपाईलाई गणित, विज्ञान, कम्प्युटर वा अनुसन्धानमा रुचि छ भने साइन्स तपाईको लागि उत्तम विकल्प हुन सक्छ। किनभने साइन्स लिएर पढ्दाखेरि तपाई भविष्यमा गएर डाक्टर, इन्जिनियर, आईटी एक्सपर्ट, साइन्टिस्ट अथवा फार्मासिस्ट लगायतका क्षेत्रमा जान सक्नुहुन्छ। यस्तै गरेर यदि तपाईलाई व्यापार, बैंकिङ, लेखा, व्यवस्थापनमा रुचि छ भने तपाई म्यानेजमेन्ट रोज्न सक्नुहुन्छ। म्यानेजमेन्टबाट पढ्दाखेरि तपाई बैंकर, सीए, अकाउन्टेन्ट, म्यानेजर अथवा इन्टरप्रेन्योर आदि चाहिँ बन्न सक्नुहुन्छ। यदि तपाईलाई पढाउन, सिकाउन वा समाजमा शिक्षा मार्फत केही योगदान गर्ने मन छ भने एजुकेसन विल बी बेटर फर यु। यसबाट तपाई टिचर, लेक्चरर, ट्रेनर, एजुकेसन अफिसर आदि चाहिँ बन्न सक्नुहुन्छ। यसको अलावा यदि तपाईलाई समाज, राजनीति, इतिहास, भाषा वा कानुनमा रुचि छ भने ह्युमानिटिज तपाईको लागि उपयुक्त हुन्छ। किनभने यसबाट तपाई लायर, जर्नलिस्ट, सिभिल सर्भेन्ट यानी कि लोकसेवातर्फ अथवा सोशल वर्कर आदि चाहिँ बन्न सक्नुहुन्छ। यदि तपाई सिप सिकेर छिट्टै रोजगारी वा स्वरोजगार गर्न चाहनुहुन्छ भने टेक्निकल शिक्षा राम्रो विकल्प हो। यसबाट तपाई कम्प्युटर टेक्निशियन, सिभिल टेक्निशियन, इलेक्ट्रिशियन अथवा एग्रिकल्चर टेक्निशियन आदि क्षेत्रमा चाहिँ जान सक्नुहुन्छ। सो विषय चुज गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरा के रहेको छ कि आफूलाई मन पर्ने विषय कुन हो त्यही रोज्नुहोस्। आफ्नो कमी कमजोरी आफूलाई थाहा हुन्छ, त आफू कुन विषयमा राम्रो हुनुहुन्छ भन्ने कुरा पनि बुझ्नुहोस् र भविष्यमा तपाईको के बन्ने इच्छा छ पहिला आफ्नो लक्ष्य तय गर्नुहोस्। त्यही अनुसारको विषय सिलेक्सन गरेर अगाडि बढ्दा राम्रो हुन्छ। बट डोन्ट फलो द क्राउड। साथीभाइको देखासिकीको अनुसार चाहिँ विषय नरोज्नुहोस्। एन्ड इफ यु हेभ स्टिल एनी कन्फ्युजन यु क्यान कन्सल्ट योर पेरेन्ट्स एन्ड टिचर्स। तपाई आफ्नो अभिभावक अथवा शिक्षकसँग पनि सल्लाह लिन सक्नुहुन्छ यदि तपाईमा अझै केही कन्फ्युजन छ भने। तर याद राख्नुहोस्, तपाई जुनसुकै विषय लिएर पढ्दाखेरि द सब्जेक्ट डजन्ट म्याटर। सफलता विषयले होइन, तपाईको मेहनत, अनुशासन र निरन्तरताले निर्धारण गर्छ। सो चुज द सब्जेक्ट यु लभ एन्ड सक्सेस विल फलो योर हार्ड वर्क। थ्याङ्क यू भेरी मच।